बेल बिहाको मुख्य उद्देश्य भनेको चाहिँ नेवार कम्युनिटीको महिलाहरूले चाहिँ विधवा कहिले हुन नपरोस् भनेर चाहे भविष्यमा उहाँहरूको श्रीमान बितिसक्दा पनि by being externally married to a divine entity, she remains her social and spiritual status throughout. यो परम्परा चाहिँ एक महत्त्वपूर्ण संस्कारको रूपमा पनि मानिन्छ जहाँ आफ्नो समुदायभित्रका यो यङ गर्ल्सहरूलाई संस्कृति र धार्मिक जिम्मेवारीहरूसँग परिचित गराउँछ। आज चाहिँ डे सेकेन्ड, आज चाहिँ उहाँहरू चाहिँ बिहानै नुहाउने चलन छ। केटीहरू चाहिँ फेरि दुलही चाहिँ सिँगारिन्छन् अनि रातो साडी, चुरा, गहना, टिका आदि लगाउँछन्। अनि यहाँ जुन हाम्रो पण्डितजी हुनुहुन्छ, पण्डितजीको मिसेसले चाहिँ सबै केटीहरूलाई चाहिँ सिन्दुर पनि लगाइदिन्छ होइन। सिन्दुर लगाउँदाखेरि चाहिँ उहाँहरूको आँखा अगाडि रातो कपडाले यसो छोपेर चाहिँ सिन्दुरहरू लगाइदिन्छ। तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ साडी हो बे गर्दाखेरि दिनुहुन्छ उहाँले। यो चाहिँ हाम्रो पण्डित बजिनीले दिनुहुन्छ। अनि बेल फल भनेको चाहिँ भगवान विष्णुको प्रतीक मानिन्छ। बेल बिहा छ हजुर, बेल बिहा छ जिन नेपाली यहाँ त बारातैले सुजेसन बिहा रह्यो यही बेला बेल बेल सियामा रह्यो अलि पाप छ यी मात्र चाहिँ छ खास यी मात्र यहाँ भयो बेल बिहा लाग्यो खया mana em bibla bel ji aya to nya ale lipati phuti dwana ma je ere moru mana patate sa ma ji bele dwana ma je ima e bezuli la ji the da ko yo to wala wa dege dege अब चाहिँ उहाँहरूलाई चाहिँ रातो धागो दिन्छ। यो रातो धागोले चाहिँ धेरै किसिमको सिम्बोलाइजहरू गर्छ, जसले चाहिँ पुजारीले मन्त्र पवित्र जल र टीकाद्वारा चाहिँ धागोलाई चाहिँ पवित्र बनाइन्छ, जसले गर्दाखेरि चाहिँ नकारात्मक प्रभाव र नजरबाट चाहिँ यो नानीहरूलाई चाहिँ बचाउँछ भनेर। अनि अर्को चाहिँ जुन यो रातो धागो हुन्छ नि त्यसमा चाहिँ देवी देवताको आशीर्वाद चाहिँ समेटेर बस्छ पनि भन्ने हुन्छ। अनि यहाँ चाहिँ भर्खरको सानसाना नानीहरू हो, उनीहरूलाई चाहिँ एकदम गाह्रो पनि भइसक्यो होइन। उनीहरूको फेसको एक्सप्रेसनलाई पनि तपाईँले हेर्न सक्नुहुन्छ, उहाँहरूलाई चाहिँ गाह्रो भइसक्यो। तर पनि हाम्रो रिचुअल्सहरू चाहिँ हामीले कम्प्लिट गर्नुपर्ने हुन्छ। अब पालो आयो कन्यादानको होइन। कन्यादानको पनि अब रिजन्सहरू त धेरै हुन्छ। फर्स्टमा चाहिँ हामीले हाम्रो नानीहरूलाई चाहिँ ईश्वरलाई सुम्पिनु हो, जुन कि बेल भनेको चाहिँ विष्णुसँग बिहे गर्नु हो। अनि बेल फललाई चाहिँ अब विष्णुको प्रतीक मान्छ। सो उहाँहरूलाई चाहिँ अब हाम्रो नानीहरू सोपिन लाको भन्ने एउटा भयो। अब कन्यादानले गर्दाखेरि चाहिँ परिवार र केटी दुवैलाई चाहिँ धार्मिक पुण्य र सुरक्षा प्रदान गर्छ। अनि यो पनि भन्छ कि बेल होइन विष्णुसँगको विवाह केटीलाई चाहिँ अमर विवाहित बनाउँछ भनेर पनि एउटा भनाइ छ। अनि यहाँ चाहिँ आफ्नो बाबाहरू आएर फुलमाला अनि अक्षता बोकेर चाहिँ उहाँहरूले चाहिँ कन्यादानको जुन प्रोसेस हुन्छ उसलाई सुरु गरिन्छ।
अब पालो रहेको छ साडी लगाउने चाहिँ होइन। सो दुलहा पछि यानि कि यो जुन हाम्रो विष्णु भगवान्लाई अर्पण गरेको साडीहरू चाहिँ हाम्रो दुलहीहरूलाई चाहिँ लगाइदिन्छ। यसले गर्दाखेरि चाहिँ के हुन्छ भन्दा दुई परिवार बिच चाहिँ मेलमिलापहरू देखिन्छ। यसले गर्दा चाहिँ परिवारको बिचमा इज्जत र आपसी सामानहरू चाहिँ देखिन्छ। विष्णु क्षेत्रपालाय छ, विष्णु क्षेत्रपालाय छ, विष्णु क्षेत्रपालाय छ, शिव क्षेत्रपालाय छ, शिव क्षेत्रपालाय छ, शिव क्षेत्रपालाय छ, शिव क्षेत्रपालाय छ। लक्ष्मी नमः लक्ष्मी हाम्रो हालत यसो छ भने बच्चाहरू के होला। ओम ब्रह्मजविनं प्रथमं पुरुषादुषि मदः सुरजोगे नाभ सबने अवमा सविष्टा शतसयोमिं सदसविवा
কি গলা अब लादे तो मत ना सुधा 진짜 सो भित्र बस्दाखेरि यु क्यान सी माई आइज होइन यस्तो पिरो भएर थियो त्यो अग्निमाबाट धुवा आएर अनि द्याट वाज द इन्ड अफ टुडे होप टु सी यु अगेन अन माई ब्लग सी यु नेक्स्ट टाइम